मन्त्री परिषदले स्वीकार गरेका 9वटा बुँदा चाहिँ सबभन्दा पहिला पढेर सुनाउँछु। म अरू तपसिलमा जान्न, बुँदाहरू मात्रै पढ्छु। 1. शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने। 2. अस्थायी प्रकृतिका शिक्षक राहत, अस्थायी करार, साबी गुमावी, सिकाइ अनुदान, प्राविधिक राहत, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम सेवाबाट अलग हुँदाका बखत एकमुष्ट रूपमा प्रदान गर्ने। 3. प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोकिए बमोजिम व्यवस्था गर्ने। 4. आगामी अब 2082-83बाट स्थायी शिक्षक मध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामती स्तर, ग्रेड संख्या र रकम कायम गर्ने। 5. स्थायी तथा अस्थायी प्रकृतिका कोटा ब्राकेटमा राहत, अस्थायी करार, साबी गुमावी, प्राविधिक राहत र विशेष शिक्षाका सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने। 6. सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने। 7. नेपाल सरकारको मर्यादा क्रमको सूचीमा शिक्षकहरूलाई समावेश गर्ने। 8. नेपाल शिक्षक महासंघको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, पत्रकार तथा कर्मचारीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने। 9. निम्न माध्यमिक प्राथमिक श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुने गरी कायम गर्ने। मन्त्री परिषदले हाम्रा शिक्षक महासंघका प्रतिनिधि र हामी बीच भएको यो 9वटा बुँदालाई स्वीकार गरेको छ। म सम्माननीय प्रधानमन्त्रीज्यूलाई यसको लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तर्फबाट हार्दिक धन्यवाद भन्न चाहन्छु र भोलिदेखि नै हाम्रो शिक्षक साथीहरूले विद्यार्थी भर्ना र परीक्षाहरू सुचारू रूपले सञ्चालन गर्ने कुरामा विशेष सक्रियताका साथ भूमिका खेल्नुहुनेछ भन्ने